पहिला जित्दैन थियो कि आज मात्रै हो आज मात्रै हो कि आज मात्रै हो हटाइहाल्छ अलिक अनुभूतिको घर हो अनि यत्रो यो फलममै फलम है अनि यहाँबाट दृश्य खतरा देखिन्छ साथीहरू कर्नसको भाइरल सिपिएफ सबैभन्दा ठुलो भयो यो कतारको सबैभन्दा ठुलो आज छुट्टीमा घुमघामै साथीहरू होइन बिन्दास नाइटको तपाईँलाई देखाउने छु नाइटको पनि अहिले चाहिँ यस्तो छ बिल्डिङहरू ठुल्ठुलो बाटो म्युजियम अरे वाह यहाँ सुन्नुहुन्छ यस्तो छन् खतरा है बवाल छ अब तपाईँहरूलाई म कता देखाउँछु भने मेला कस्तो हुँदो रहेछ यहाँको मेला नै छ नि दाइ है मेला के पाउँदो रहेछ हेरिदिनुहोस् है यहाँ मेलामा कपडाहरू यहाँ लुगाहरू चाहिँ हुँदो रहेछ नि म त खानेकुरा होला भनेर पहिला जित्दैन थियो कि आज मात्रै हो आज मात्रै हो कि आज मात्रै हो हटाइहाल्छ अलिक सुन्नुहुन्छ यहाँको यहाँ कपडाहरू बबाले छन् बजार यहाँ मेला गाडी पार्किङ गर्ने ठाउँ यो चाहिँ यहाँ रुख चाहिँ यो पनि खतरा छ रुखहरू पनि हेर्नुहोस् यहाँ रुख ठिक्कको खतरा सजावट रुखहरू यहाँ सफारी यो चाहिँ सफारी होइन दाइ सानो सफारी त्यो घुम्ने ठाउँ यो चाहिँ घुमाउने एरिया तपाईँहरूलाई यस्तो छ नि यहाँ बबाल हामी यता थियौँ अब यता जाँदैछौँ अब यता घुम्ने छौँ तपाईँलाई देखाउने छु है साथीहरू यहाँ हेर्नु फुल अरे फुल खतरा फुलेछ है दाइ बबाल दिन्छ अरे यो चाहिँ फुलले साथीहरू यहाँ मेरो टल्केर के देखिँदैन अलिक राम्रो छैन फोनै सस्तो मस्तो जमानाको फोन छ त्यही भएर क्वालिटी दिएको छैन साथी तपाईँहरूलाई कस्तो मधुरो सधुरो हामी देखाएर छु ठाउँहरू यहाँ पनि बजार छन् यता पनि मान्छेहरू यस्तै छन् छुट्टी छ नि त सबैको प्राय अनि त्यही भएर मान्छेहरू चाहिँ डह्रो छन् आज भोलि आजको दिन चाहिँ दाइ यहाँ चाहिँ कतिसम्म लाग्छ राति कति बजीसम्म भन्नु त ए राति 10 बजीसम्म 10 बजीसम्म 11 बजीसम्म 10-11 बजीसम्म यहाँ चाहिँ रातिको 10 बजे 11सम्म हुन्छ झिलिमिली नाइटमा पनि तपाईँलाई देखाउने छु म्युजियम अब यो चाहिँ पानीमा छैन यो घर पानी मुनि माथि छ क्या घर पानीमा छ हेर्नु साथीहरू यो चाहिँ बवाल छ यहाँ चाहिँ के गर्ने चाहिँ समुद्रमा होइन समुद्रमा है साथीहरू यो चाहिँ हेर्नु सक्नुहुन्छ यता पनि बवाल छन् नि सक्नुहुन्छ यहाँ चाहिँ केटाकेटी खेल्नेहरू रमाउने ठाउँ छन् यहाँ कर्नसमा यताहरू यो चाहिँ यस्तो छन् अनि यहाँ फुलबारीहरू खतरा छैन फुलै हेर्नु साथीहरू फुलहरू यता पनि यहाँ चाहिँ काटेको रहेछ होइन अनि यता चाहिँ फुलहरू अनि यहाँबाट दृश्य खतरा देखिन्छ साथीहरू तपाईँहरूलाई यस्तो छ नि तपाईँलाई देखाउँदैछु अब मेरो पोत्रे मोबाइलबाट कस्तो खासै क्लियर त आउँदैन होइन त्यही पनि तपाईँलाई देखाउँदैछु अलिअलि हेर्नु होला हेर्नुहोस् यहाँ चाहिँ ठुल्ठुलो त बिल्डिङ अनि एउटा समुद्रको नाउँहरू अनि यता चाहिँ ठक्क पार्कमा मान्छेहरू चाहिँ खतरा छ यस्तो छ घाम डुब्दैछ अब नाइट हुँदैछ टाइम साथीहरू यो चाहिँ नाइटको हेर्न सक्नुहुन्छ यो नाइटको भ्यूहरू अनि अघि ठुल्ठुलो देख्नुभएको घरहरू यहाँ हेर्नुहोस् झिलिमिली यस्तो देखिन्छ है बबाले छन् यहाँ वरिपरि अनि नाउँमा झिलिमिली यस्तो यहाँ छ बजार यता झिलिमिली नाइटको यस्तो छ ल अब हामी यहाँतिर जाँदैछौँ घरतिर साथीहरू यस्तै हो होइन तपाईँलाई कति देख्नुभयो कस्तो देख्नु मेरोबाट फोनबाट
यस्तै भयो साथीहरू। यहाँ हेर्नुहोस् यो बोतल मैले खिचेको थिएँ यो गिलासमा पनि नै फोटो झिलिमिली पानी हेर्नुहोस् यस्तो छ है बबाल पानी झर्ने कर्नसको भाइरल सिपी फोटो खिच्ने ठाउँ है साथीहरू। बबाल छ मैले पनि खिचिसकेको छु। तपाईँहरू पनि हुनुहुन्छ भने यता आउने खिच्नु होला। यो चाहिँ बबाल छ फोटो खिच्ने ठाउँ हो। यो चाहिँ भाइरल आउनु सक्नुहुन्छ कतारमा हुनुहुन्छ भने पछि आएर पनि कर्नस यो नबिर्सिनु होला फोटो खिच्नु होला है साथीहरू। ल बबाले छन् फोटो खिच्ने ठाउँ यो नाइट टाइममा खतरा देखिन्छ त्यहीमा पनि देखिन्छ खतरा है। यस्तो छन् हो र मान्छेहरू त पब्लिक त खतरा छ नि मान्छेहरू त यहाँ त भिड यस्तो छ कि ल यति भन्दै हेर्नुहोस् यो चाहिँ मस्जिद हो गोल्डन कलरको सुन कलरको। यो चाहिँ सबैभन्दा ठुलो भयो यो कतारको सबैभन्दा ठुलो हो मस्जिद गोल्डन कलरको। यो पुरानो पनि हो बबाल छन्। ल साथी अब यति नै भन्दै तपाईँलाई भिडियो इन गर्न चाहन्छु कस्तो लाग्यो। मिरमिरे क्यामेरा भए पनि सस्तो क्यामेराबाट होइन यति भन्दै भाइ आजलाई फेरि नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई।